सिलौरीले हाल्नुपर्छ नि यसमा के मोमोमा हामी सिलौरी साग हुन्छ नि त्यो सुँगुरको मासुमा हालेर बनाउँछ नि धनिया जस्तै हुन्छ नि हो ठुल्ठुलो पत्ता भएको दामी हुन्छ मासुमा चाहिँ त्यो गोरुको मासुमा चाहिँ दामी हुन्छ सुँगुर र गोरुको मासु म त बाहिर किनेर खाएको कति वर्ष है 50 रुपियाँको त आउँदैन पनि भने एकजना 50 रुपियाँ कहाँ पाउँछ गोरु 70 80 कालो 100 हेरी हुन्छ अब दोकान हेरी हुन्छ कोही जग्गा 200 300 पनि पर्छ हो यहाँ किमान कति नै हुँदैन उनीहरूले न्युटेलहरू हाल्छ हौ तर गोरुको मासुमा त अलग्गै चिन्छ न्युटेला चिकनमा चिन्दैन कि बरु गोरु र सुँगुरमा अलग्गै चिन्छ त्यो खाँदा कसले हेरिबस्छ हेर्छ नि कतिजना